वेलकम एभ्रिवन। आजको यस भिडियोमा हामी BBS सेकेन्ड इयरको फन्डामेन्टल अफ फाइनेन्सियल म्यानेजमेन्टबाट हामी रिस्क एन्ड रिटर्न पढ्दैछौँ। रिस्क एन्ड रिटर्नबाट हामीले आजको यस भिडियोमा 2077 क्वेसन नम्बर 12लाई सल्भ गर्नेछौँ। यो एकदम सजिलो छ, यो त्यस्तो केही गाह्रो भनेको छैन। सबभन्दा यो फाइनेन्सको सबभन्दा सजिलो च्याप्टर भनेको रिस्क एन्ड रिटर्न हो। हामीलाई यसमा फाइनल एक्जाममा 10 देखि 15 मार्क्सको सम्म बिचमा आउने गर्दछ। अब क्वेसन गरौँ। अब यहाँ सुरुमा के भनेको छ भने एभरेज रेट अफ रिटर्न, एभरेज रेट अफ रिटर्न, एक्सपेक्टेड रेट अफ रिटर्न भनेको हाम्रो समेसन एक्सपेक्टेड ER हुन्छ। हामीले सुरुमा पहिला गिभन नटिफिकन गरे पनि भइहाल्यो। यसमा सुरुमा के सोध्यो हामीलाई, विच ओन स्टक इज मोर रिस्कियर भने सोध्यो। त्यसपछि अब के सोध्यो अर्को, विच ओन स्टक वुड यु प्रिफर भन्यो। अब हामीले यो रिस्क आयो भने स्ट्यान्डर्ड डेभिएसनको आधारमा मापन गर्ने हो, चेक गर्ने हो। र हामीलाई अर्को यो भनेको विच ओन स्टक वुड यु प्रिफर आयो भने हामीले सिबीको आधारमा गर्ने हो। सिबी भनेपछि हाम्रो के हुन्छ, सिबी भनेको स्ट्यान्डर्ड डेभिएसन अपन एक्सपेक्टेड R इन्टु 100 हुन्छ। अब हामीले गरौँ है, विच ओन इज मोर रिस्कियर भनेपछि हाम्रो यहाँ के छ हेर्नुहोस् त, स्ट्यान्डर्ड डेभिएसन अफ रिटर्न भनेको A को 6 छ, यो B को 8 छ। यो भनेको हाम्रो के हो भन्दा यो हाम्रो सुरुमा यो स्टक ए भन्दा यो स्टक B मोर रिस्कियर रहेछ भनेर हामीले भन्नु पर्यो। 1 नम्बरको के भन्नु पर्यो भन्दाखेरि स्टक B इज RISKER रिस्कियर देन स्टक ए। अब हाम्रो के निकाल्न भने अर्को के निकाल्न भने भन्दा फेरि विच ओन स्टक वुड यु प्रिफर भनेपछि सिबी निकाल्न पर्यो। सिबी अफ ए इक्वल टु सिबी अफ ए भनेको कति छ, हाम्रो कति एउटा सिबी निकाल्न पर्यो। सिबी निकाल्न पर्यो भनेपछि सिबीको फर्मुला के हो, स्ट्यान्डर्ड डेभिएसन अपन एक्सपेक्टेड R इन्टु 100 भनेपछि यो कति आउँछ, स्ट्यान्डर्ड डेभिएसन अफ ए भनेको 6 छ, 6 अपन एक्सपेक्टेड R भनेको कति छ 12% छ, 12 इन्टु 100 गरेपछि हाम्रो कति आयो, यो भन्दा 0.5 आउँछ, इन्टु 100 गर्दा हाम्रो कति आउँछ भन्दाखेरि 5% आयो एन्सर। अब एन्सर अब अर्को निकाल्नु पर्यो। सिबी अफ ए भयो, सिबी अफ बी कोएफिसिएन्ट भेरिएन्स अफ बी भनेपछि स्ट्यान्डर्ड डेभिएसन अफ बी, यहाँ हामीले ए लेखौँ, यहाँ पनि स्ट्यान्डर्ड डेभिएसन अफ ए लेखौँ, अपन एक्सपेक्टेड R अफ B इन्टु 100 भनेपछि यो कति भयो, एक्सपेक्टेड यो स्ट्यान्डर्ड डेभिएसन अफ B भनेको कति छ, स्ट्यान्डर्ड डेभिएसन अफ B भनेको हाम्रो 8 छ, यो 8 भागा एक्सपेक्टेड रिटर्न कति छ, एक्सपेक्टेड रिटर्न भनेको हाम्रो 18 छ, 18 इन्टु 100 8 भागा 18 भनेपछि हाम्रो कति भयो, यो 8 भागा 18 भनेपछि हाम्रो 0.0444 आहा। त्यसपछि यसलाई इन्टु 100 गरिदिउँ, त्यसपछि 44.444%। अब यहाँ हाम्रो यो सिबी छ, सिबी हाम्रो सरी हामीले यहाँ 5 मैले 50 लेखेको छु, यहाँ 5 लेखेको छु, 50 हो है। यो हाम्रो 0.5 इन्टु 100 गर्दा त 50 हुन्छ। यति सजिलो हुन्छ, मैले पनि के भयो। अब यो सिबी यो विच ओन वुड यु प्रिफर भनेको छ, आई प्रिफर स्टक
बी यो स्टक किन स्टक बीलाई किन गरेको प्रिफर गरेको भन्दा सिबी जुन कम हुन्छ त्यही राम्रो मानिन्छ भनेर यो भनिन्छ के बी बिकज इट सिबी इज लेस देन STOCK stock ए